Explain the importance of understanding customer value and differentiate between sales and marketing orientations. ग्राहक मूल्य बुझ्नुको महत्त्व. इम्पोर्टेन्स अफ अन्डरस्ट्यान्डिङ कस्टमर भ्यालु. ग्राहकको वस्तु तथा सेवाप्रतिको दृष्टिकोण थाहा पाउन मद्दत जुटाउँछ. मानव स्तरका वस्तुहरू बीच तुलना गरी खरिद निर्णय लिन सकिन्छ. वस्तु तथा सेवाको खरिद निर्णय गर्दा ग्राहक मूल्य संवेदनशील वा गुणस्तर संवेदनशील हुने क्षेत्र पहिचान गर्न, दीर्घकालीन ग्राहक सम्बन्ध बनाउने र नबनाउने निर्णय लिन, ग्राहक भक्ति तथा निष्ठाको पहिचान गर्न र त्यस बमोजिम नै वस्तुको विकास गर्न, ग्राहकका व्यवहारको विश्लेषण गरी ग्राहकको आकर्षण एवं थमौती गर्न. अनि विक्रय अवधारणा बजारशास्त्र अवधारणा बीच फरक. डिफरेन्स बिट्विन सेल्स एन्ड मार्केटिङ ओरिएन्टेसन. विक्रय अवधारणा सेल्स ओरिएन्टेसन. मार्केटिङ बजारशास्त्र अवधारणा मार्केटिङ ओरिएन्टेसन. विज्ञापन व्यक्ति विक्रय र बिक्री प्रवर्धन प्रचार प्रसार र जनसम्पर्क जस्ता प्रवर्धनको माध्यमबाट ग्राहकहरूलाई आकर्षित र उत्प्रेरित गर्न सकिन्छ भन्ने अवधारणा विक्रय अवधारणा हो. लक्षित ग्राहक वा बजारको आवश्यकता इच्छा चाहना रुचि अनुसारको वस्तु तथा सेवा उत्पादन गरी मुनाफा आर्जन गर्न सकिन्छ भन्ने मान्यतामा आधारित अवधारणा बजारशास्त्र अवधारणा हो. विक्रय अवधारणाको प्राथमिकता विभिन्न प्रवर्धनको माध्यमबाट बिक्री बढाउनु हो. बजारशास्त्र अवधारणाको प्राथमिकता ग्राहक सन्तुष्टि बढाउनु हो. विक्रय परिणाममुखी व्यवस्थापन हो. बजारशास्त्र नाफामुखी व्यवस्थापन हो. बजारशास्त्र अवधारणा. यो वस्तु तथा बजारका दृष्टिकोणबाट अल्पकालीन योजना हो. यो वस्तु तथा बजारका दृष्टिकोणबाट दीर्घकालीन योजना हो. यो अवधारणाको केन्द्रबिन्दु बिक्री हुन्छ. यो अवधारणाको केन्द्रबिन्दु ग्राहक हुन्छ. यसले विद्यमान प्रविधिको परिचालनबाट लागत कटौतीमा जोड दिन्छ. यसले आधुनिक र नवप्रवर्तनीय प्रविधिको प्रयोगबाट लागत कटौती गर्दै ग्राहक मूल्य बढाउनमा जोड दिन्छ. यसमा वस्तुको लागतमा आधारित मूल्य निर्धारण हुन्छ. यसमा ग्राहकले मूल्य निर्धारण गरिन्छ र सो बमोजिम लागत अनुमान हुन्छ. नेपालमा साबुन चाउचाउ टुथपेस्ट जस्ता वस्तु उत्पादन गर्ने कम्पनीले यो अवधारणा अवलम्बन गर्छन्. नेपालमा बैंक तथा वित्तीय संस्था अनि बोटलर्स नेपाल, सूर्य नेपाल आदिले यो अवधारणा अवलम्बन गर्छन्.